हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई स्वागत छ मेरो यस च्यानलमा। आज म हजुरहरूलाई बताउन गइरहेको छु कि यो मोरिङ्गाको पाउडरको सेवनबाट चाहिँ निर्मूल हुने रोगहरूको बारेमा विस्तृत जानकारी लिएर उपस्थित भएको छु। जस्तै यस मोरिङ्गाको पाउडरले के रोगहरूलाई चाहिँ निर्मूल पार्दछ त, सो जान्नुहोस्। यो उच्च रक्तचापको समस्या छ भने त्यसलाई निर्मूल पार्नमा मद्दत गर्छ। यदि सुगरको समस्या छ, कोलेस्ट्रोलको समस्या छ, मुटुमा समस्या छ र किडनीको समस्या छ अथवा थाइराइडै छ, थाइराइडमा पनि एकदम ज्यादा बढी छ TSH भने त्यस्तोलाई पनि निर्मूल पार्नका लागि मद्दत गर्छ। सँगसँगै यसले मानसिक जुन तनाव हुन्छ, तनावबाट पनि बचाउनका लागि मद्दत गर्छ। अब छालाको समस्याहरू छ भने, छाला सम्बन्धित कुनै रोगहरू लामो समयदेखि जाति नै भइरहेको छैन भने नि मोरिङ्गा पाउडरमा यति ज्यादा एन्टिअक्सिडेन्ट छ जसले गर्दाखेरि छाला सम्बन्धी समस्यालाई पनि जाति हुनका लागि मद्दत गर्छ। र यो मोरिङ्गाको पाउडरले जुन इम्युनिटीलाई बुस्ट गर्नका लागि मद्दत गर्छ। यदि हरेकचोटि बिमार भएको भई गर्ने समस्या छ भने पनि इम्युनिटी लो भएकोले गर्दाखेरि रोगसँग लड्ने क्षमताको कमीको कारणले गर्दाखेरि त्यस्तो हुने समस्या हुन्छ। सो मोरिङ्गा पाउडरले चाहिँ इम्युनिटीलाई, रोगसँग लड्ने क्षमतालाई नै बढाइदिन्छ। सो यदि पाचन प्रणालीको समस्या छ, ग्यास्ट्रिक छ, अल्सर छ, त्यस्तो खालको केसमा पनि यो मोरिङ्गाको पाउडर एकदम बेनिफिट हुन्छ। र यदि हात खुट्टा जमजमाउने, न्युरोन सम्बन्धी समस्या छ, नसा सम्बन्धी समस्या छ भने यस्तो समस्याको लागि पनि यो एकदम, यस्तो समस्याबाट यसले राहत दिलाउने काम गर्दछ। र मोटापाको समस्या छ, तौललाई सन्तुलनमा ल्याउनका लागि गाह्रो भइरहेको छ अथवा तनाव कम गर्नका लागि गाह्रो भइरहेको छ, कपाल झर्ने समस्या छ, छालाको समस्या छ भने पनि मोरिङ्गाको पाउडर सेवन गर्नुहोस्, जसले तपाईँलाई निकै नै यो सबै रोगहरूबाट राहत गर्नुको सँगसँगै हजुरहरूलाई निकै नै शरीरको लागि यो फाइदाजनक छ। सो यस्तै भिडियोहरूको जानकारी पाउनका लागि, यस्तै जानकारी पाउनका लागि हामीलाई फलो गर्नुहोस्। धन्यवाद, नमस्ते।